बजारबाट मह किन्दै गर्दाखेरि त्यो मह ओरिजिनल होला कि डुप्लिकेट होला भन्ने तनाव त सायद सबैलाई हुन्छ होला। र फेरि त्यो चिज लिएर आएर घरमा चेक गरौँ भन्ने पनि कुनै पनि वैज्ञानिक तरिकाहरू छैन। तर ओरिजिनल मह खाने चाहिँ एउटा तरिका छ। त्यो भनेको के हो भने ओरिजिनल मह किन्ने। अब त्यो ओरिजिनल मह कसरी किन्ने त भन्दाखेरि सिधै मह किसानबाट किन्ने हो भने ओरिजिनल मह पाउन सकिन्छ। मैले गर्ने पनि त्यही हो। यो चाहिँ खैरेनी नगरपालिकाको किसानले मेलिफेला मोहरीबाट उत्पादन गरेको मह हो र यो चाहिँ दुधपोखरी गाउँपालिकाको किसानले सेरेना मोहरीबाट उत्पादन गरेको मह हो। मैले चाहिँ सिधै किसानबाट किन्छु र ओरिजिनल मह खान पाउँछु। हजुरहरूले पनि आफ्नै पालिकाको मौरी किसानबाट मह किन्नु भने ओरिजिनल मह नि खान पाइयो र स्थानीय किसानको पनि प्रवर्धन हुने भयो। अब आफ्नै स्थानीय तहको मौरी किसानहरू कहाँ छन्, कसरी कन्ट्याक्ट गर्ने भन्ने लागिरहेको होला। र त्यसको लागि चाहिँ एउटा उपाय हुनसक्छ। जस्तै स्थानीय तह नगरपालिका, गाउँपालिका, महानगर, उपमहानगर जति पनि छन् उनीहरूले चाहिँ आफ्ना मौरी किसान यी हुन् र यो चाहिँ सम्पर्क नम्बर हो भनेर आफ्नो आधिकारिक फेसबुक पेज वा अरू सामाजिक सञ्जालबाट हाल्नुभयो भने त्यही स्थानीय तहको उपभोक्ताले मौरी किसान चिन्न पाउनुभयो। उहाँहरूबाट डाइरेक्ट किनेपछि ओरिजिनल मह किन्न पाउनुभयो र खान पाउनुभयो। यो भिडियो चाहिँ स्थानीय तहको प्राविधिकहरूले हेरिरहनु भएको छ भने आफ्नो पालिकामा भएको मौरी किसानको लिस्ट पोस्ट गरिदिनु होला। सम्भव भएसम्म बुस्ट पनि गरिदिनु होला। त्यति बुस्ट गर्नाले मौरी किसानहरूले पनि आफ्नो उत्पादन बेच्न पाउनुहुन्छ र उपभोक्ताले पनि सस्तोमा ओरिजिनल मह खान पाउनुहुन्छ। यदि तपाईँ मह किसान हो भने चाहिँ आफ्नो पालिकामा गएर प्राविधिकहरूलाई रिक्वेस्ट गर्नु होला एउटा पोस्ट राखिदिने भनेर। अब खैरेनी नगरपालिकाले पनि 1 वर्ष अगाडि यसरी लिस्ट निकालेको थियो र धेरै जसो उपभोक्ताले त्यसबाट किनेर खान पाउनु भएको थियो। अहिले पनि मैले खैरेनी नगरपालिकाको किसानको लिस्ट यहाँ राखिदिएको छु। चितवनभरिको जति पनि उपभोक्ता हुनुहुन्छ उहाँहरूले फोन गरेर मगाएर मह सेवन गर्न सक्नुहुनेछ। अब सुपरमार्केटमा ठुला पसलमा गएर विदेशी लेभलका, विदेशी ब्रान्डका, विदेशमा उत्पादन भएको मह किन्न भन्दा यसरी सिधै किसानबाट किन्नुभयो वा किसानबाट लिएर आएर बेच्नेसँग किन्नुभयो भने चाहिँ हाम्रो स्थानीय कृषिको प्रवर्धन हुनेछ भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, नमस्कार।